राजु एक बीमा कम्पनीमा काम गर्दछ। उसको कम्पनीले ग्राहकलाई भेट्न उसले एक ठाउँबाट अर्को ठाउँमा पठाउँछन्, जसको कारण उसले आफ्नो घर एक ठाउँमा राख्न सकेनन्। यस पटक उसलाई लगभग 1 महिनाको लागि भारतको शिमला भन्ने सानो पर्वतीय क्षेत्रमा जानुपर्ने थियो। यस पटक उसले आफ्नो पत्नीलाई पनि लिएर गयो। राजु र उनकी श्रीमती मात्र परिवारमा बस्थे। चिसो मौसम शिमलामा धेरै हिउँ परेको कारण राजु र उनकी श्रीमती दुवै भारतको लागि प्रस्थान गरे। ती दुवैजना आफ्नो घर पुगे। उसको घरमा पुग्न धेरै सङ्घर्ष गर्नु परेको थियो, किनकि त्यो घर सानो गाउँको पहाडी क्षेत्रमा थियो, जसको कारण दुवैजना धेरै थाकेका थिए। रातको 12:30 बजेको थियो। ऊ बस्ने अन्य घरहरू एकअर्कादेखि धेरै टाढा थिए। चिसो हावा र हिउँ बाहिर जोडसँग खस्दै थियो। दुवैजना आफ्नो सिरा कोडेर आराम गरिरहेका थिए। अचानक उनीहरूले महसुस गरे कि कसैले घरको ढोका ठकठकायो। तब तिनीहरूले सोच्न सके कि हावाको कारणले पनि हुन सक्छ। त्यसैले उनीहरूले यसले व्यवस्था गरे। भोलिपल्ट बिहान राजु कामको लागि बाहिर आयो, जसको लागि श्रीमती घरमा एक्लै बसेकी थिइन्। ऊ घरमा बस्दा उनले कसरी टाइम पास गरौँ भनेर बुझ्नै सकिनन्। उनले सोचिन् कि बाहिर गएर केही समय घुमघाम गरेर फर्किन्छु। बाहिर जाडो थियो तर बतास चलेको थिएन। त्यसैले उनले आफ्नो स्वेटर लगाइन् र बाहिर जान तयार भइन्। जब उनले आफ्नो घरको ढोका खोलिन्, उनले देखिन् कि सानो बच्चा घरको छेउमा उभिरहेको थियो, जो उनलाई घुरेर हेरिरहेको थियो। राजुकी श्रीमतीले उसलाई आफै बोलाइन्, तर ऊ आएन। ऊ भाग्यो। भोलिपल्ट त्यस्तै घटना भयो कि केटाले फेरि उनले हेरिरहेको देखियो। यसपटक उसकी श्रीमतीले बच्चालाई समातिन् र सोधिन्, तिमी यहाँ के गर्दैछौ? तिमी को हौ? बच्चाले केही भनेन वा केही बोलेन। राजुकी श्रीमतीले उसलाई केही नगरी उसको घरको बारेमा सोधिन्। अन्तमा उसको नाम सोधिन्। उसले आफ्नो नरम आवाजमा उसको नाम दीपक बतायो। त्यसपछि ऊ भाग्यो। उनले उसको व्यवहार बुझ्नै सकिनन्। यो सिलसिला यस्तै जारी नै रह्यो। त्यो बच्चा हरेक दिन पोलबाट उनले घुरेर हेरि नै रहन्थ्यो। त्यो दिन आइतबारको रात थियो। दुवैजनाले चुल्हाको अगाडि आगो तापिरहेका थिए। किनभने बाहिरको अवस्था एकदम नराम्रो थियो। यति नराम्रो कि यदि कोही समयको लागि बाहिर जान्छ भने ऊ मरिसक्छ। अचानक कसैले ढोका ठकठकायो। दुवैले सोचे कि यो हावाको कारणले भएको होला। त्यसपछि कसैले फेरि ढोका ठकठकायो। यसपटक ढोकाको आवाज अलि जोडले बजाएको स्पष्ट आवाज थियो। यो आवाज सुनेर उनीहरू दुवै डराए, किनभने यस्तो मान्छे नै मरेनी जस्तो जाडोमा को आउन सक्छ यति राति बाहिर? दुवै एक अर्काले हेरिरहेका थिए। अचानक ढोका बाहिरबाट एक नरम आवाजमा गुहार आयो। तब राजुले चर्को स्वरमा भन्यो, को छ बाहिर? को छ बाहिर? त्यसपछि केही समयको लागि कुनै आवाज आएको थिएन। केही बेर पछि फेरि त्यहाँ ढिलो आवाज आएको थियो। ढोका खोल्नुहोस्,
ढोका खोल्नुहोस्, कृपया ढोका खोल्नुहोस्, एकदम जाडो छ, एकदम चिसो छ। यो आवाज सानो बच्चाको थियो। राजुको श्रीमतीले यो आवाज कति सुने जस्तो लाग्यो र उनले भनिन् कि यो त त्यही बच्चा पो हो त जो हिजो अस्ति मलाई घर बाहिर भेट्ने गर्थ्यो, सधैँ देखिरहन्थ्यो। राजुकी श्रीमतीले भनिन् कि हामीले उसलाई भित्र ल्याउनु पर्छ। उनी भर्खरै ढोकामा दोहोर्दै आइन् र अचानक आफ्नो घरको फोनको घन्टी बज्यो। त्यो फोन छिमेकी आइमाईको थियो, जसबाट राजुकी श्रीमतीसँग आज भेट भएको थियो। राजुकी पत्नीले फोन उठाइन्। त्यहाँबाट ती आइमाईको आवाज आयो, हेलो, मैले तपाईँले भन्न बिर्सेँ कि यदि तपाईँको घरको बाहिर कसैले ढोका ढकढकाएको छ भने त्यसलाई नखोल्नुहोस्। राजुकी श्रीमतीले भनिन्, अहिले मेरो घरको ढोका बाहिर ढोका खोल्न भनिरहेको छ, एक बच्चाको आवाज आइरहेको छ। तब ती महिलाले भनिन्, होइन, त्यो कुनै बच्चा होइन, त्यो वास्तवमा एउटा आत्मा हो। जब यहाँ ठुलो आँधी र चिसो हुन्छ, यो आत्मा सबैको घर बाहिर जान्छ र ढोका खोल्न भन्छ। उसले जाडो भएको बहाना बनाउँछ र ढोका खोल्ने कोसिस गर्दछ। यदि कसैले झुकिएर ढोका खोल्छ भने ऊ भोलिपल्ट हिउँमा गाडिएको भेटिन्छ। यो कुरा सुनेपछि उनको खुट्टाबाट जमिन खस्कियो। उनी सोध्न थालिन् कि जसले ढोका ढकढकाउँदैछ वास्तवमा ऊ एक आत्मा हो। उनले ढोका खोलिनन्। अर्को दिन तिनीहरू दुवैजना छिमेकीको घर गए अनि सबै कुराको बारेमा सोधे। उक्त महिलाले बताइन् कि एउटा परिवारमा यस गाउँमा बस्थे। पहाड टुटेको कारण त्यो परिवार ध्वस्त भयो। केवल एक बच्चा मात्र बच्यो। ऊ अरूको घरमा जान्छ र खानेकुरा माग्दछ। एक दिन हिउँ परेको थियो। ऊ अरू घरको बाहिर ढोका ढकढकाउँदै थियो र घरमा प्रवेश गर्न अनुरोध गर्दै थियो, तर कसैले पनि उसको बिन्ती सुनेनन्। जाडोको कारण सबै आफ्नो घरमा बसिरहेका थिए। हिजो बिहान त्यो बालकको शरीर हिउँमा डुबिरहेको भेटियो। आजकल पनि जब जोडसँग हिउँको आँधी आउँछ, उसको आत्मा सबैको घरको नजिक आउँछ र बिन्ती गर्दछ। यो सुनेर दुवै छक्क परे। तर उनीहरूलाई त्यो बालकबाट 3-4 पटक यस्तो घटना घटिसकेको थियो। उनी त्यहाँ 1 महिनासम्म बसे। राजुको काम सकिएपछि उनीहरू फेरि आफ्नो अर्को घरतर्फ लागे। तर एउटा रहस्य सधैँ राजुकी श्रीमतीको दिमागमा रहिरह्यो कि त्यो घटना पछि बच्चालाई उनले घरको बाहिर कहिल्यै देखिनन्। अनि साथीहरू, कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। यदि तपाईँहरूसँग पनि यस्तै कुनै डरलाग्दो कहानी छ भने हामीलाई पठाउन सक्नुहुन्छ। फेसबुकको लिङ्क डिस्क्रिप्सनमा छ, त्यहाँबाट हजुरले हामीलाई कथा पठाउन सक्नुहुन्छ। अब नेक्स्ट एपिसोडमा भेट होला। तब तकले बाई बाई।